हेलो एभ्रिवान, वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई के सिकाउँछु भनेदेखि चाहिँ आजको यो भिडियोमा चाहिँ म तपाईहरुलाई यसरी कलम ब्रेक गर्नु सिकाउँछु। त्यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भनेदेखि चाहिँ हामीले यहाँनिर अलरेडी एउटा प्याराग्राफलाई लिइसकेको छ है, र त्यसको लागि चाहिँ अब कलम ब्रेक गर्नुको लागि चाहिँ अब हामीले के गर्नु पर्यो भनेदेखि फर्स्टमा हामी लेआउटमा जानु पर्यो। यहाँ माथि तपाईहरुले देख्न सक्नुहुन्छ लेआउटमा गयो, त्यहाँदेखि यहाँ मुनिपट्टि हामीले कलम भेटिहाल्छ है। इन केस अफ हाम्रो यहाँ लेआउटमा छैन भनेदेखि चाहिँ कलम हामीले यहाँनिर डिजाइनको अन्डरमा पनि भेट्छ। अब हामीले यहाँनिर लेआउटको अन्डरमा भेट्दैछ भनेदेखि यहाँनिर आयो कलम है। कलमलाई अब हामीले कति राख्नु पर्ने हो, 2 3 लेफ्ट राइट जस्तो राख्दाखेरि पनि हुन्छ, र म चाहिँ यहाँ तपाईहरुलाई 2 दुईटा कलममा राखेर देखाउँदैछु। अब 2 गर्दाखेरि हाम्रो यहाँनिर यस्तो आउँदैछ है। अब हामीले यहाँ सेकेन्ड प्याराग्राफ यहाँदेखि चाहिँ म एन्टर गरिदिन्छु। एन्टर गर्दाखेरि यसरी माथिपट्टि हाम्रो कलम ब्रेक भएर बसिहाल्छ। अब यहाँ पेज कलर लगाउनु पर्यो है। पेज कलर लगाउनुको लागि चाहिँ के गर्नु पर्यो भनेदेखि चाहिँ हामीले डिजाइनमा आउनु पर्यो। यहाँनिर देख्न सक्नुहुन्छ है डिजाइन। त्यहाँदेखि डिजाइनमा क्लिक गरिसकेपछि यहाँनिर राइट ह्यान्ड साइडको सेकेन्ड लास्ट अप्सन आउँदैछ पेज कलर है। यहाँ क्लिक गरेपछि यसरी कलरको अप्सनहरु आउँछ। यहाँदेखि तपाईहरुले कुनै पनि एउटा कलरलाई सेलेक्ट गर्दाखेरि हुन्छ। सेलेक्ट गर्नुको लागि तपाईहरुले जस्ट लेफ्ट सिंगल क्लिक गरिदिनुहोस्, यसरी कलर पेजमा बसिहाल्छ। फेरि चेन्ज गर्नु छ भनेदेखि एउटा कलरलाई सेलेक्ट गरिदिनुहोस्, यसरी कलर पनि चेन्ज भइहाल्छ। थ्यांक यू सो मच तपाईहरुलाई मेरो यो भिडियो हेरिदिनु भएकोमा।